34 वर्षसम्म यो देशलाई अन्धकारमा राखेर हामीलाई रुवाउँदै लखेटेकाहरूलाई प्रतिशोध होइन, हिसाब चाहिँ माग्नुपर्छ। हिसाब खाडीमा पसिना बगाइरहेको दाजुभाइ दिदीबहिनीहरूको भविष्यमाथि भएको खेलगाडको हिसाब माग्ने हो। उद्योग कल कारखाना बन्द गराएर रोजगारी बन्द गरेको हिसाब माग्ने हो। भ्रष्टाचार गरेको पैसा, भ्रष्टाचार गरेर थुपारेको कालो धनलाई एआई भनेको हिसाब माग्ने हो। थोरै अन्याय त म माथि पनि परेको छ, थोरै अन्यायमा त म पनि परेको हुँ, थोरै कालकोठरीमा म पनि परेको हुँ। मेरो अन्यायको हिसाब म गर्दै गरौँला। तर कलिला भाइ बहिनीहरूलाई, केटाकेटीहरूलाई छाती र टाउकोमा ताकेर गोली हानेको हिसाब माग्ने हुन्छ। म भर्खरै शहीद परिवारलाई भेटेर आएको, भर्खरै यहीँका शहीद परिवारलाई भेटेर आएको। मैले शहीद परिवारलाई बाचा गरेको छु, मैले बाचा गरेको छु कि तपाईँको छोराछोरीको रगतको एक थोपो खेर जाने दिने छैन। त्यो जिम्मा अब तपाईँ हाम्रो हो। त्यो बाचा मैले आफ्नो व्यक्तिगत सोचले विचारले मात्र गरेको होइन। मलाई विश्वास छ देशभरिबाट नेपाली जनताले जुन आशा गरेका छन्, त्यो आशाको बलमा, तपाईँको बलमा बाचा गरिएको हो कि भाइ बहिनीको रगत खेर जाने छैन।